यही हो रोल्पाको थबाङ साबिकको थबाङ गाविसको यो ठुलो गाउँ अहिले मुलुक संहितामा गइसकेपछि मिरुल उवा थबाङ साबिकको गाविसलाई अहिले एउटा थबाङ गाउँपालिका बनाइएको छ र त्यसै अन्तर्गत यो थबाङ गाउँपालिकाको यो मुकाम हो। यहाँ चाहिँ एकै ठाउँमा सयौं घरहरू चाहिँ यहाँ देख्न सकिन्छ। यो पाल्लोपट्टि जुन सडक देखिराखेको छ यो चाहिँ शहीद मार्ग हो। यो दाङको घोराइदेखि होलेरी गैरी गाउँ कोर्सबाङ घरती गाउँ हुँदै चाहिँ यो सडक चाहिँ यहाँ थबाङ भएर यसरी यो पूर्वी रुकुम हुँदै चाहिँ यो पहाडी लोकमार्ग क्रस गरेर गएको छ र यहाँदेखि चाहिँ यो जुन सडक माथितिर गएको देखिन्छ यो यसरी यो कुहिरोले ढाकेको ठाउँ चाहिँ यो जलजला धार्मिक पर्यटन स्थल हो यो चाहिँ। अनि यो यतातिरको यो जुन कुहिरो लागिरहेको यो भाग छ यो उवातर्फ जाने बाटो हो। यहाँ यो सुलीचौरदेखि फुलीवन हुँदै उवा भएर पनि फेरि यो थबाङ चाहिँ आउँछ। यो वर्षाको समयमा अलिकति बाटो चाहिँ अप्ठ्यारो बनिसकेको छ। यसरी चाहिँ यो थबाङ आउन सकिन्छ र यो पुराना पाका मान्छेहरूको भनाइअनुसार चाहिँ करिब 100 वर्षभन्दा अगाडिदेखि नै यो थबाङमा करिब 300-400 घर चाहिँ यसरी नै चाहिँ झुरुप्पै एकै ठाउँ चाहिँ बसेको देखिन्छ भन्थे। र यो खास गरिकन पहिला चाहिँ घोराई बजार अहिले जुन गुल्जार सहर बनेको छ कङ्क्रिटको सहर बनेको छ आजभन्दा करिब 100 वर्ष अगाडि कोइलाबास नुन बोक्न जाँदाखेरि जुन अहिले ट्राफिक चोक छ त्यहाँनिर चाहिँ अम्राईको अथवा आँपको बग्गे थियो भन्ने चलन छ। त्यसैमा चाहिँ पकाउने खाने सुत्ने त्यस्तो गर्थे यहाँबाट हतारोहरू जाने। अनि त्यो बेला घोराईको जुन अहिले गुज्री बजार छ टेलिकमको टावर भएको त्यहाँनिर 3टा साना साना घरहरू थिए अरे बाँकी खेतै खेत थियो भनिन्थ्यो। भनेपछि अहिले चाहिँ करिब 100 वर्षपछि थबाङ यस्तो देखिन्छ र घोराई चाहिँ त्यही हिसाबले चाहिँ फरक तरिकाले बनेको देखिन्छ। यो चाहिँ खास गरिकन मगरहरूको चाहिँ यो मौलिक परम्परागत चाहिँ बस्ती बसाइको रूपमा चाहिँ लिन सकिन्छ। र खास गरिकन यो पशुपालनको युगमा आइपुग्दाखेरि बलिया बाङ्गाहरू चाहिँ यो पशु चौपायाहरू लिएर हिमालतिर जाने फेरि चाहिँ जाडो सिजनमा तराईतिर झर्ने। तर महिला अपाङ्ग वृद्ध बालबालिकाहरू चाहिँ यसरी चाहिँ एकै ठाउँमा चाहिँ त्यो समुदाय चाहिँ एकै ठाउँमा घर बनाएर बसेको भन्ने चाहिँ देखिन्छ। यही हिसाबले चाहिँ यस्तै प्रकृतिको बसाइहरू चाहिँ रोल्पाको उत्तरी भेगतिर देख्न सकिन्छ। गाम उवा जेलबाङ लगायतको ठाउँहरूमा पनि यो घना बस्ती देखिन्छ भने यो रोल्पाको सन्दर्भमा चाहिँ धेरै ठुलो बस्ती भनेको चाहिँ यो थबाङ नै हो। त्यसपछि रुकुम पूर्वको महत त्यसपछि तकसेरा लगायतको यो ठाउँमा चाहिँ अझ बढी चाहिँ घना बस्ती चाहिँ देख्न सकिन्छ। त्यसकारण एकीकृत बस्ती जस्तै अहिले जसरी चाहिँ एकीकृत नमुना बस्तीको कुराहरू आउँछ यो सदियौं कालदेखि नै एकीकृत नमुना बस्तीको रूपमा चाहिँ यो बसेको देख्न सकिन्छ। जब मानिसलाई कृषि युगमा प्रवेश गर्यो र निर्वाहमुखी कृषिमा आइसकेपछि मानिसले भूमिलाई चर्चिनु पर्यो। त्यो भूमिलाई चाहिँ खनजोत गरेर उत्पादन बढाउनु पर्ने भयो उत्पादन गर्नुपर्ने भयो। त्यति बेला चाहिँ तपाईले अहिले पनि हेर्न सक्नुहुन्छ पाल्लोपट्टि चाहिँ यस्तो खालको बस्ती बन्न गयो। जुन पशुपालन युगमा आइपुग्दाखेरि यसरी चाहिँ एकीकृत बस्ती बनाएर बसेको देखिन्छ। र जब कृषि युगमा आइसकेपछि चाहिँ परम्परागत कृषि युगमा आइसकेपछि माथि चाहिँ एउटा घर र त्यो परिवारलाई पुग्ने गरेर त्यो परिवारले चर्चिने गरेर बारी त्यसपछि डाले घाँसको ठाउँहरू त्यसपछि खर्यानहरू अनि चरीचरणहरू नजिकै भएको त्यस्तो खालको बस्ती चाहिँ बनेको देखिन्छ। र फेरि चाहिँ अहिले आधुनिक जुन अहिले सहरै अवधारणा छ सहर चाहिँ बनिराखेको छ। मैले अघि उदाहरण दिएँ दाङ घोराई जस्तो लमही जस्तो होइन चितवन जस्तो धरान जस्तो यस्तो जति पनि पछि तराई क्षेत्रतिर चाहिँ सहर बने र यो खास गरी सडक विस्तार भइसकेपछि खास गरी ट्रान्जिट पोइन्टहरूमा चाहिँ जुन सहरीकरण भयो त्यो फेरि आधुनिक सहरको अवधारणाबाट अघि बढेको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब बिस्तारै यो थबाङमा पनि पहिला चाहिँ आजभन्दा 15-20 वर्ष अगाडि यो जति पनि देख्न सकिन्छ यो
यहाँ चाहिँ कतिपय काठका छानाहरू पनि छन् यसरी र अहिले स्ल्याट ढुङ्गा पनि देख्न सकिन्छ र टिन पनि देख्न सकिन्छ, टिनको छानो पनि देख्न सकिन्छ र साथसाथै यहाँ चाहिँ अहिले चाहिँ कङ्क्रिटको अथवा सिमेन्टको कङ्क्रिट भवनहरू पनि देख्न सकिन्छ। भनेपछि अहिले हामीले थाबाङलाई अहिलेको सन्दर्भमा 2082 असारको 5 गते हेर्दै गर्दाखेरि चाहिँ यहाँ चाहिँ मौलिक हिसाबमा परम्परागत रूपमा काठका छानाहरू पनि यहाँ देख्न सकिन्छ। यसरी तपाईले यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि काठको विकसित रूप चाहिँ यहाँ स्ल्याट ढुङ्गाको छाना देख्न सकिन्छ। त्यस सँगसँगै फेरि चाहिँ यो टिनको छानोहरू देख्न सकिन्छ र अहिले आधुनिक विकासको सूचकको रूपमा मानिसहरूले हेर्छन् यो पक्की भवन भनौँ, बिल्डिङहरू हैन, सिमेन्टेड देखिन्छ। भनेपछि अहिले थबाङलाई हामीले ठ्याक्कै हेर्दाखेरि चाहिँ मौलिक काठका घरहरू पनि छन्, काठका छाना भएका, स्ल्याट ढुङ्गाका छाना पनि यहाँ देख्न सकिन्छ, टिनको छाना पनि देख्न सकिन्छ र बिल्डिङ अथवा सिमेन्टेड कङ्क्रिट घर पनि देख्न सकिन्छ। भनेपछि 4 थरीका घरहरू चाहिँ यहाँ हामीले चाहिँ थबाङमा देख्न सक्छौँ। यस्तो खालको दृश्य चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ एक किसिमले मौलिक एकीकृत बस्ती र अहिले चाहिँ आधुनिक हिसाबले पनि एकीकृत चाहिँ नि बस्तीको रूपमा चाहिँ यसले लिन सकिन्छ। र यो चाहिँ खास गरिकन पञ्चायतदेखि बौद्धल कालसम्म चाहिँ यो कम्युनिस्ट किल्लाको रूपमा चाहिँ रह्यो र त्यही भएर जसरी चीनमा एनान भन्ने चाहिँ एउटा ठाउँ थियो, सहर थियो, त्यो चाहिँ त्यहाँ पनि कम्युनिस्टहरूको लाल किल्ला थियो। त्यसले गर्दाखेरि यहाँ जनयुद्धको समयमा चाहिँ थबाङलाई पनि एक ढङ्गले लाल किल्लाको रूपमा अथवा एनानको रूपमा चाहिँ चित्रण गर्ने गरिन्थ्यो। त्यो हिसाबले चाहिँ यो थबाङको ऐतिहासिक महत्त्व छ। राजनीतिक हिसाबले चाहिँ थबाङ भन्ने बित्तिकै धेरैले चाहिँ सुनेको नाम हो। त्यो हिसाबले चाहिँ यो थबाङलाई चाहिँ हामीले लिन सक्छौँ। अहिले चाहिँ यो बिस्तारै चाहिँ आधुनिकतातर्फ चाहिँ यो विस्तारित भइरहेको छ, सङ्कलन भइरहेको हामीले चाहिँ देख्न सक्छौँ। यो ऐतिहासिक थबाङ गाउँ घुम्न सकिन्छ र यो शहीद मार्ग यो पहाडी लोकमार्गसँग रुकुममा गएर जोडिन्छ, त्यो क्रस गरेर पनि अगाडि बढ्छ। त्यसैले गर्दाखेरि यो थबाङ गाउँमा खास गरिकन पोखराबाट मुस्ताङ हुँदै ढोरपाटन हुँदै पूर्वी रुकुम को पर्यटकीय ठाउँहरू घुम्दै यो थबाङ आएर थबाङमा बसेर फेरि यसरी चाहिँ हामी जलजला गएर जलजलाको एकदमै दृश्यावलोकन गर्न सक्छौँ। पर्यटनको हिसाबले, धार्मिक पर्यटनको हिसाबले ब्राहा र बाइस बहिनी बोजूको चाहिँ शक्तिपीठको रूपमा लिन सकिन्छ। त्यो ठाउँ पनि यहाँ चाहिँ पर्यटकीय गन्तव्यको रूपमा जान सकिन्छ र यसरी फेरि चाहिँ शहीद मार्ग हुँदै सदरमुकाम लिबाङ भएर भ्यू टावर हुँदै अनि स्वर्गद्वारी भएर लुम्बिनी भएर पनि हामी जान सक्छौँ र फेरि घोराई लुम्बिनी भएर स्वर्गद्वारी आएर सदरमुकाम लिबाङको चाहिँ भ्यू टावर, त्यसपछि चुनारे हुँदै फेरि जलजला आएर फेरि म चाहिँ यहाँ थबाङ आएर पूर्वी रुकुम हुँदै ढोरपाटन अनि भएर चाहिँ मुस्ताङ पुगेर म पोखराबाट अनि मनोकामना भएर फर्किन्छु भन्ने हिसाबले पनि यो त्यो रुट बन्न सक्छ। त्यस्तो खालको चाहिँ सम्भावना बोकेको ठाउँ हो चाहिँ यो। एक किसिमले चाहिँ थबाङ चाहिँ त्यो हिसाबले ट्रान्जिट पोइन्ट पनि छ र अहिले चाहिँ सुलिचौरबाट फुलिबन हुँदै पनि यहाँ जोडिएको छ। जेलबाङ हुँदै पनि फेरि ओख्रिनी आएर सदरमुकाम लिबाङबाट ओख्रिनी हुँदै फेरि जलजला पनि आउन सकिन्छ, जलजला आएर थबाङ आउन सकिन्छ। यहाँबाट फेरि थबाङबाट जलजला गएर ओख्रिनी हुँदै सदरमुकाम लिबाङ या जेलबाङ हुँदै फेरि सुलिचौरबाट फेरि पास आउट हुन सकिने सम्भावना बोकेको ठाउँ हो यो जलजला, यो थबाङ। त्यो रूपमा चाहिँ यो निकै पर्यटकीय हिसाबले अत्यन्त सामरिक महत्त्वको ठाउँ हो।